तर अहिले त्योभन्दा फरक ढङ्गले निर्वाचन हुन गइरहेको छ। हिजोको जस्तो चहल पहल छैन, प्रजातन्त्र त्यस्तो देखिँदैन। खालि अहिलेको चहल पहल सामाजिक सञ्जालमा कसले के लेख्छ, कसको चुनावको कति प्रचार भइरहेको छ, त्यसमा अहिले मान्छेको ध्यान केन्द्रित भइरहेको छ। यसर्थ निर्वाचनमय भएको छ, निर्वाचन लागेको छ र यो निर्वाचन चाहिँ हामीले भने जस्तो यो निर्वाचन अलिकति अस्वाभाविक छ। किनभने हामीले यस्तै निर्वाचन प्रतिसभाकै निर्वाचन 2079 मङ्सिर 4 गते हामीले प्रतिसभाको निर्वाचन गरेर हाम्रा प्रतिसभाका मान्य राजेन्द्र कुमार राईलाई हाम्रो अत्यधिक मतका साथ 100बाट धेरै मत गयो। त्यो संशोधित सबै पालिकाबाट धेरै मत आएर विजय हुनु र उहाँको 5 वर्षको थियो। तर 3 वर्ष नपुग्दै आग्रामा 23 र 24 को एउटा जेन्जी युवाहरूको आन्दोलनले गर्दा अथवा एउटा विषम परिस्थितिको कारणले गर्दाखेरि यो सरकार ढल्यो र नयाँ परिस्थिति सिर्जना भयो। वास्तवमा यो नयाँ परिस्थितिले मुलुकलाई आवश्यकता थियो थिएन। यो मुलुकको आवश्यकता नेपाली भएन भन्ने कुरा समीक्षा जताततै भइरहेको छ। यो विषयमा विभिन्न खालको आवाजहरू उठिरहेको छ, आफ्नो दृष्टिकोणहरू आइरहेको छ र यसै बिचमा अहिले केही नयाँ राजनीतिक दलहरू, नयाँ पार्टीहरूले चाहिँ वास्तवमा यसको औचित्य छ भन्ने हिसाबले आफ्नो केही कुराहरू पस्किन खोजिरहेको देखिन्छ भने पुरानो जो एउटा सङ्घीयता, लोकतन्त्र, गणतन्त्रलाई ल्याउन खोजिन्छ अथवा प्रजातन्त्र ल्याउन खोजिन्छ, राजाको विरुद्धको आन्दोलनमा होस्, पञ्चायत व्यवस्थाको विरुद्धमा आन्दोलन होस्, चाहे त्यो सामन्ती राज संस्थाको अन्त्य गर्ने सन्दर्भ होस्, यो पुरानो राजनीतिक दलहरूले निकै लामो इतिहास र